झन् खसीको खुट्टा आहा यति मिठो हुन्छ नाक बोल्नु पर्छ टाइम भन्यो टाइम ल हेलो सन्दीपा हेलो अस्मी हेलो हाई भाइ नट ए रेगुलर शोमा दुवैजनालाई एकदमै स्वागत छ के छ हालखबर इन्ट्रोडक्सनबाटै सुरु गरौँ न त नमस्ते सम्पूर्णमा मेरो नाम चाहिँ सन्दीपा तिमल सिन्हा म चाहिँ झापा 5 गोब्रादाबाट अनि म चाहिँ हाल अहिले युडब्ल्युएमा मास्टर अफ एग्रिकल्चर लास्ट सेमिस्टरमा नमस्ते सबैजनालाई मेरो नाम अस्मी विश्वकर्मा म चाहिँ नेपालगञ्जदेखि र अहिले पर्थमा 2 इयर्सदेखि चाहिँ बस्दै आइरहेको छु एज अ मडक युनिभर्सिटीको स्टुडेन्ट के गर्दैछ आजकल सन्दीप मेरो चाहिँ अहिले चाहिँ रिसेन्टली लास्ट सेमिस्टरको असाइनमेन्टहरू चलिरहेछ अनि काम चाहिँ म माइग्रेसन एजेन्टमा अनि नेपाली ग्रोसरीमा गर्छु मेरो चाहिँ भर्खरै मास्टर सकेर अहिले चाहिँ एज अ फुल टाइम वर्क गर्दैछु एज केयर र नेपाली ग्रोसरी स्टोर अब हाम्रो फर्स्ट गेममा जाउँ है त अनि गफ पनि गर्दै गरौँला एक्साइटेड ल एउटा ट्रान्जिसनबाट फर्स्ट गेममा जाउँ यो गेमको नाम चाहिँ बोल्यो कि पोल्यो हो नेपाली कतिको राम्रो छ तिमीहरूको इङ्ग्लिस भन्दा चाहिँ राम्रो छ तर ठिकै छ योर नेम इज योर बजर है केही इङ्ग्लिस वर्डहरू भन्छु तिमी अनि तिमीहरूले चाहिँ त्यसलाई नेपालीमा भन्नुपर्छ अनि राइट एन्सर भन्यो भने चाहिँ आफ्नो अपोनेन्टले चिल्ली खानु पर्यो ओके राइट एन्सर भन्यो भने पनि खानु पर्यो तिमीले राइट एन्सर भन्यो भने उसले खानु पर्यो ओके अनि तिमीले रङ एन्सर भन्यो भने तिमीले खानु पर्यो नभन ल ल लेट्स गो विथ द फर्स्ट वर्ड रेडी हो डाइभर्सिटी ल मिस्टर भएर खानुपर्छ होइन अस्मी विभाजन हो कि रङ एन्सर ला त्यो भन्दै answer भनेर भने के गर्ने? कहाँ पायो त कहाँ मलाई पनि खुवाएको Oh my God. पक्का तिमीलाई चबाउनु पर्यो है पुरै ल एडिटिङ एडिटिङ लाँदै आउँदैन कि क्या हो यस्तो नेपाली चाहिँ के खाने सिकाउने मलाई त आउँदै पनि आउँदैन यो त सियोर आउँदैन मलाई ओके ल दुवैजनाले खोर्सानी खाऊ पास भनेर म पास मलाई आउँदैन सम्पादन यो त कहाँ सुनेकै थिएन त कस्तो पिरो निल्न खोजेको अरे भएन थर्ड क्वेसनको लागि रेडी हो एकदमै सेल्फी सेल्फी हो, एकछिन ल एकछिन दाइ मेरो त दिमागमै आएन सेल्फी कि सेल्फिस सेल्फी सेल्फी ए सेल्फी म सोचिरहेको थिएँ सेल्फिस भनेको के भने सेल्फी फोटो खिचाउला सेल्फी खानौला सेल्फी नै भन्छ है नेपाली गीतमा पनि धेरै। पास 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 आत्मचित्र भन्दो रहेछ मलाई पनि थाहा थिएन गॉड सानै छैन के यो तितो होला लाग्छ सबै राजु तिमीहरू दुवैजनाले आफ्नो लागि अनि तिमीहरूले काम गरिरहेको ब्रान्डहरूको लागि एभ्री विक नयाँ नयाँ कन्टेन्टहरू लिएर आउनु परिरहेको छ। कसरी टाइम मिलाउँछ यो सोच्नलाई यो आफ्नो प्राइभेट भिडियोजहरू चाहिँ जस्ट आफूले आफ्नो लाइफमा जे भइरहेछ त्यही नै फिल्म गर्ने हो। सो मेरो अब भ्युवर्सहरूले फलोवर्सहरूले क्वेसन सोध्नु भयो भने चाहिँ अफकोर्स त्यसको बारेमा आफूले सोचेर के मैले दिने हो त्यो चाहिँ म सोचेरै बनाउँछु नत्र भने चाहिँ मेरो लाइफमा जे भइरहेछ म त्यही नै क्याप्चर गरेर एडिट गरेर हाल्ने। त्यो बाहेक अब कामको गर्दाखेरि चाहिँ मेरो अब स्टोरमा सामानहरू के आयो मेरो कस्टमर्सहरूले के थाहा पाउनुपर्छ भन्ने कुराहरू जे आउँछ त्यहीलाई नै देखाउने हो। नथिङ न्यू नथिङ त्यो अलिकति डिफ्रेन्ट त्यस्तो चाहिँ केही पनि छैन। अहिले चाहिँ खासै मैले कन्टेन्टलाई ध्यान दिएको छैन किनभने मैले पढाइतिर ध्यान दिइरहेको छु मेरो अब फाइनल आइरहेछ नि त अनि अब इम्पोर्टेन्स त पढाइलाई दिनु पऱ्यो अनि कन्टेन्ट बनाउँदा चाहिँ कस्तो हुन्छ भने म इन्टरलेस स्टडिजमा काम गर्छु त्यहाँनिर चाहिँ सरहरू एकदम फ्लेक्सिबल भइसिन्छ कि लाइक एकदमै मजाले सबै कन्टेन्टहरू पनि भनिदिइसिन्छ अनि मलाई त्यति गाह्रो भएको छैन अनि आइएम ह्याप्पी टु वर्क विथ देम के अनि अब केटिएम आर्टमा मैले पनि बनाउँथेँ अनि त्यहाँ पनि दाईहरू पनि एकदमै फ्लेक्सिबल भएर मैले जहाँ काम गरेँ त्यहाँ चाहिँ मलाई एकदमै सपोर्टिभ भएर पनि सजिलो भइरहेछ। अब हामी अर्को क्वेसनमा जाने हो कन्टेन्ट क्रिएटर कन्टेन्ट बनाउने मान्छे बेइज्जतै भएर जाने भयो तर हाम्रै फिल्डको हो तर हामीलाई याद रहेन रहेछ क्या नाटीमा त मार्क्स आउँदैन म त पास भएँ सामग्री निर्माणकर्ता भन्दो रहेछ सामग्री निर्माणकर्ता अब देखिनुहोस् म के अरे दाइ सामग्री निर्माणकर्ता सजिलो सोधेछ नि एउटा एउटा चाहिँ मिलोस् कि पपकर्न पपकर्नलाई सन्दीपा मकै मिल्यो कसम थाहा छैन अर्कोको लागि रेडी हो रेफ्रिजरेटर
सन्दीपा फ्रिज त्यसको अर्कै नाम हुन्छ रङ एन्सर त्यसलाई चाहिँ शीतक भन्दो रहेछ शीतलक कि त शीतक जस्तो कम्प्युटरको अर्कै नाम हुन्छ नि नेपाली त्यस्तै त्यस्तो होइन त्यस्तै रेफ्रिजरेटरको पनि अर्कै हुन्छ भइसक्यो त के अरे दाइ पनि आउँदैन रहेछ नेपाली बोतल रिसाइकल गरेको भिडियोमा मिलियन भ्युज गएको रहेछ होइन बेलुका सुत्दाखेरि नभएको मिलियन बिहान उठ्दा देख्दा कस्तो हुँदो रहेछ ला कसरी पुग्यो केही त थिएन त्यो भिडियोमा टाइपको चाहिँ भएको थियो तर खुसी लाग्यो थियो आफ्नो एउटा फर्स्ट भिडियो चाहिँ मिलियन भ्यू जाँदा पहिलाको जोर्नीबाट सुरु गरौँ ल सुरुमा चाहिँ मेरो एकैचोटि लाइक थिएन फलोवर्स अनि एक दिन 5,000 अर्को दिन 10,000 हो त्यसरी गइरहेको थियो कि त्यो सुरुमा भिडियो जाँदाखेरि एकदमै मेरो चाहिँ भत्तै गएको हो कि 5,000 10,000 अनि 15,000 भनेको एक हप्ताभित्रमा 50,000 जति फलोवर्स भएको क्या त्यो दिन अब त कन्टेन्ट मात्रै बनाउँछ जस्तो भइरहेको थियो कस्तो मजा आउँछ कि लाइक खुसी लाग्छ इभन राम्रो कमेन्ट आउँदा त हामी कस्तो खुसी हुन्छौँ होइन सानो एकदम अलिकति फलोवर्स बढ्दा त अनि भ्यू जाँदा त एकदमै मजा आउँछ कन्टेन्ट क्रिएटरलाई त्योभन्दा अरू चाहिँदैन है त्यही हो अर्को क्वेसनमा जाने हो स्मार्टफोनलाई नेपालीमा के भन्छ अस्मि यन्त्र थाहा छैन यो त फोनलाई चाहिँ भन्छ होला है यन्त्र स्मार्टफोनलाई त होइन चलायमान बुद्धिमान यन्त्र भन्दो रहेछ यन्त्र त मिल्यो नि यन्त्र त फोनलाई भन्छ कि मलाई थाहा छैन, यन्त्र त फोनलाई भन्छ कि स्मार्टफोनलाई त होइन नि त होइन दाइ फोनलाई सन्दीपाले नखाऊ भन्यो भने नखाँदा पनि भयो तिमीले यसपालिको यन्त्र चाहिँ मिलेको थियो खान्छौ कि खाँदैन हो भन अनि पछि लास्टमा चाहिँ मिठो भइरह तिमीलाई किबोर्डलाई नेपालीमा के भनिन्छ यो त मैले कहाँ पोडकास्टमा सुनेको थिएँ तर मलाई आउँदैन कस्तो यो सुनेको थिएँ पास कुन्जी पाटी भन्दो रहेछ कुन्जी पाटी नेपाली पनि प्रनाउन्सिएसन गर्न आउँदैन दाइ अब नाटी त पढ्नै बेला गएर चुस्ता कस्तो मिठो भइरह नि हामी यो गेमको एन्डमा आइसकेको छौँ नोटिफिकेसनलाई नेपालीमा के भन्छ सन्दीपा आउँछ तिमीलाई तर मिल्छ कि मिल्दैन फेरि अबे जल्दी बोल सूचना अलिकति मिल्यो सूचना सङ्केत भन्छ बट राइट एन्सर म त सूचनालाई सूचना दिन्छ नि त त्यसले ए लामो त्यतिकै बसिरहेको तिमीले एन्सर भनेर म खुसी भएको तर पनि बिर्सेँ अब चाहिँ निल्न पर्यो भ्लगरलाई नेपालीमा के भन्छ ब्लगरलाई मैले कहाँ देखेको थिएँ है यो चाहिँ तर बिर्सेँ भिडियो खिच्ने मान्छे भन्दा केही आउँदैन अबे जल्दी बोल ल अस्मि है त म ट्राई गर्छु हो कि होइन सर्जक ब्लगरको सर्जक होइन त ब्लगर चाहिँ होस् ब्लगर चाहिँ भिडियो सर्जक हो बट तिमीले त्यसलाई राइट एन्सर मान्छौ भने उसले खोर्सानी खानु पर्यो सर भिडियो पछाडिको भिडियो सर्जक मात्रै आयो भिडियो सर्जक इज द राइट एन्सर मेरो साथीको लागि यस्तो Thank you गरेको so छु कत्रो कत्रो काट्नु भएको कि दाइले पनि काट्न पनि भोलि सिक्कल गर्नुपर्छ जस्तो त बुढी बोलेर डल्ले ल्याउनु पर्थ्यो नि कन्टेन्ट क्रिएसन भ्लगिङमा करियर बनाउन मन हुने भ्युअर्सहरूको लागि चाहिँ के भन्न चाहन्छ म चाहिँ के भन्छु भने म जस्तो चाहिँ नहुनु भन्न चाहन्छु किनकि भिडियो बनाइसके पछाडि कति धेरै अपर्च्युनिटिज हुन्छ यदि कन्टेन्ट क्रिएसनमै जान खोज्दै होइन्छ भने चाहिँ रेगुलारिटी हुनु पर्यो अनि यसो गर्नु पर्यो क्या यसो आफूलाई पनि आफूले केमा चाहिँ आफू अलिकति योग्य छु होइन के चाहिँ गर्न सक्छु भनेर पनि सुरुमा थाहा हुनु पर्यो कि ताकि आफूले एउटा आफ्नो एउटा जेनरा भयो भने चाहिँ सजिलो हुन्छ क्या अब जस्तै मैले मेरो केसमा भन्दाखेरि अब मैले डेली भ्लगहरू हाल्छु अनि एग्रिकल्चर रिलेटेड अलिकति सन्देशमूलक भयो भने अब मेरो भिडियो रिच जान्छ नि त हो यस्तो चाहिँ थाहा हुनुपर्छ ताकि आफूलाई सजिलो होस् क्या म यसमा सक्छु म यो गर्न सक्छु भनेर चाहिँ कन्सिस्टेन्सी मेरो चाहिँ फर्स्टमा मलाई लाग्छ कन्टेन्ट क्रिएसन भनेको चाहिँ एउटा हबिज हो होइन एउटा प्यासन हो इन्ट्रेस्टै छैन भने चाहिँ कन्सिस्टेन्टै हुँदैन क्या स्टार्ट गर्छ अब उसले गरेको देखेर एकजनाले स्टार्ट गर्ला तर उसको हबिज नै छैन उसलाई मनै पर्दैन तर उसले गर्न खोजिरहेको छ भने चाहिँ त्यो अफकोर्स पछिसम्म चाहिँ लङ टर्म हुँदैन त्यही भएर चाहिँ फर्स्टमा आफ्नो एउटा कन्टेन्ट क्रिएसनलाई चाहिँ एउटा हबिज बनाउनु पऱ्यो त्यसपछि चाहिँ उसले भने जस्तै कन्सिस्टेन्ट हुनु पऱ्यो जे गर्दैछ अनि आफ्नो त्यहाँ भ्युजमा हेर्ने कुन लाइक मेल धेरै हुनुहुन्छ कि फिमेल धेरै हुनुहुन्छ आफ्नो भिडियोमा कुनमा बढी रिच गइरहेको छ उसले भने जस्तै होइन
जस्तो मेरो अब एज केयरकोमा धेरै जान्छ अब मेरो म जस्तो छु नि मैले र भिडियो बोलेर हालेँ भने त्यस्तोमा रिच जान्छ भने मैले त्यसलाई नै पुस गरेर अगाडि लानु पर्यो त्यसरी कन्टिन्युटी दिन सकिन्छ अनि अब यसलाई नै करियर बनाउने हो भने चाहिँ अब यसमा चाहिँ फुल टाइम लागेर कन्सिस्टेन्ट हुनु पर्यो त्यही नै हो कन्सिस्टेन्सी इज द की हैन यो राउन्डको चाहिँ एन्डमा आइसकेको छौँ अब फेरि एउटा ट्रान्जिसनले सेकेन्ड राउन्डको सेकेन्ड गेममा जाऊँ है त रेडी 1 2 3 ओ माई गॉड यसमा चाहिँ त्यो बिचको सर्ट ग्लासमा चाहिँ 4वटा टपिक छ हैन हजुर अनि त्यो टपिक जुन आफूलाई पर्छ त्यसमा चाहिँ 1 मिनेट जे भए पनि बोल्नु पर्यो तर पुरै नेपाली शब्द मात्रै युज गरेर एउटा मात्रै इङ्ग्लिस शब्द युज भयो भने वसाबीको सर्ट हान्नु पर्यो सर्टै ओ माई गॉड हामीले नेपाली बिर्सिसक्यौँ भनेर कि किन खालि यस्तै यस्तै मात्रै ल्याइसक्यो सिजर पेपर काट्यो ल सन्दीपाको फर्स्ट जय श्री हनुमान की जय मनपर्छ मोमो मिठो कि चाउमिन अरे तिमीले 1 मिनेट बोले गर्नु पर्यो दुईटै मिठो भन्न पाइयो जे भन्न नि पायो है त ल रेडी 3 2 1 गो अस्मि मोमो र चाउमिनमा छान्नु पर्दा मलाई एकदमै गाह्रो हुन्छ कहिले मोमो मिठो लाग्छ कहिले चाउमिन मिठो लाग्छ कुनै ठाउँको मोमो मिठो हुन्छ कुनै ठाउँको चाउमिन मिठो लाग्छ हामी काठमाडौँमा हुँदाखेरि एउटा ठाउँ थियो जहाँनिर 450 देखि उता अलिकति सस्तो पाइन्थ्यो मोमो त्यही भएर हामी खाना जान्थ्यौँ अनि त्यहाँनिर सस्तो मोमो मिठो मोमो खान्थ्यौँ झोल धेरै हालेर अनि यहाँनिर पनि सबै नेपाली पसलमा मिठो मोमो हुन्छ चाउमिन चाहिँ फेरि कहीँ कस्तो नमिठो हुन्छ भन्यो नि अब कति मिनट भयो होला मोमो खान जानुपर्छ र तिमी र म एक दिन मिनेट इङ्ग्लिस भने तर राम्रो थियो गुड हामी म चाहिँ यस्तो हुँदा तिमीले मलाई धेरै पक्रिन्छौ फर्स्ट टाइम खाँदैछु है आधी मात्रै खाउन केही भएन यसरी घप्पै चाहिँ खानु पर्यो आधी खाउन ठिक छ अहिले आउँछ के एकछिनमा टेस्ट होइन नाक पर्न थाल्छ अब अस्मिको पालो तपाईँ भन्नु न मलाई चिया कि कफी तर यो कफी भनेको नेपाली नै कफी हो नि इङ्ग्लिस कफी त होइन कफी त्यो शब्दमा भएको चाहिँ कफी नै भयो म नेपाल हुँदाखेरि चाहिँ मलाई एकदमै धेरै चिया मन पर्थ्यो र म सधैँ खान्थेँ चिया बनाएर मेरो घरमा कोही साथी आयो भने पनि म चिया नै बनाएर दिन्थेँ तर अहिले यहाँ विदेशमा आएर चाहिँ मलाई चाहिँ कफी खान अलि धेरै सहज लाग्छ किनभने चिया पकाउन धेरै टाइम लाग्छ Oh my god. समय ओके कस्तो आफ्नो कहानी भनिरहेको थियो मलाई कफी मनपर्छ भन न ओके त गो जय बजरङ्गी बाहुन की हनुमानलाई कुन कलर मनपर्छ रेड कलर रेड हो कि यस्तो कलर हो रेड पैसा प्यारो कि निन्द्रा ओ माय गॉड कस्तो के यो त कस्तो भन्नै नसक्ने के प्यारो अस्मि मलाई कसैले सोध्यो भने पैसा प्यारो कि निन्द्रा प्यारो भन्यो भने म भन्छु म नेपालमा हुँदा एकदमै सुत्ने मान्छे हो तर यहाँ आए पछाडि मैले कति टाइम पैसाको पछि लागेर निन्द्रा त्यागेको छु टाइम भन्यो टाइम त्यो रियलाइजै हुँदैन के मिलाएर भन्छु भनेर चाहिँ मेरो सपना तपाईँ पनि कम्प्लिट गर नि त इङ्ग्लिस मिसाएर होइन ठिकै छ ल लकी लास्ट सर्ट मलाई मिठो लागिरहेको छ चाहिँ मलाई त्यस्तो सजाय भएको छैन यहाँबाट आउँछ क्या तलबाट सर र माथि आउँछ तर यो त साँच्चीकै राम्रै क्वेसन हो तर अब अङ्ग्रेजीमा भन्नु पर्यो होइन ए सरी नेपाली शुद्ध नेपालीमा खसी कि कुखुराको मासु साथी सन्दीपमा मलाई चाहिँ खसी कि कुखुरामा कुन मनपर्छ भनेर कसैले सोध्यो भने चाहिँ म अवश्य खसी रोज्नेछु म नेपालमा हुँदा यति धेरै खान्थेँ खसीको मासु सस्तो महँगो पनि थियो तर मन पनि पर्थ्यो झन् खसीको खुट्टा आहा यति मिठो हुन्छ तर यहाँ अस्ट्रेलिया आइसकेपछि चाहिँ मैले चाहिँ अहिले धेरै कुखुराको मासु खाने गरिरहेको छु किनकि यो सस्तो पनि पर्छ र जताततै पनि पाउँछ यो खसीको मासु चाहिँ कुनै
ठाउँमा मात्रै पाउँछ, जुन चाहिँ पाउन एकदमै धेरै कठिन छ। तर कसैले सोध्छ भने चाहिँ म खसीको मासु नै मनपर्छ भनेर भन्छु। कुखुराको मासुमा चाहिँ यहाँ एकदमै धेरै पानी मिसाइएको हुन्छ। मेरो मतलब पानी फ्रोजन गरेर But that was good. 56 सेकेन्डमा तिमीले फ्रोजन भन्यो। ओके अब यो दाइले खाइदिन्छ त्यतिमा पनि। ओके यति भन्दै हामी सोको अन्तिममा आइसकेका छौँ। कस्तो रह्यो त एक्सपिरियन्स? एकदमै रमाइलो भयो, थ्याङ्क यू बोलाइदिनु भएकोमा। अनि सम्पूर्णलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। दुवैजना नर्भस थियौँ, तर यहाँ आइसकेपछि चाहिँ एकदमै रमाइलो भयो। डिफ्रेन्ट गेमहरू खेल्यौँ, नयाँ नयाँ नेपाली वर्डहरू सिक्यौँ होइन, तर बिर्सिसक्यो अहिले। तर अनि थ्याङ्क यू सो मच सबैजनालाई होइन, हामीलाई इन्भाइट गर्नुभएकोमा। एउटा अपर्च्युनिटी हो यो पनि, अनि त्यही नै हो, थ्याङ्क यू भन्न चाहन्छु। अनि हाम्रो भ्युवर्सहरूलाई पनि यो भिडियोलाई धेरै माया गरिदिनु होला र उहाँहरूको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। हाम्रो इन्भिटेसन एक्सेप्ट गरेर आएकोमा एकदमै धेरै धन्यवाद। इट वाज भेरी फन ह्याभिङ यु बोथ। अब गिफ्टिङतिर लागौँ। हाम्रो गिफ्ट थ्याङ्क यू सो मच। ओपन गरेर हेर्नु। ओ माई गड, कस्तो तिम्रो त फेभरेट होला कफी खाने। ओ माई गड, नट योर रेगुलर सो लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच दाइ। Okay, thank you guys. Thank you for coming.